हेलो सबैजनालाई। अनि यो चाहिँ ब्लग भन्दा पनि यस्तो मेमोरेबल भिडियो बनाएको हामी तीनजना। अनि यहाँ दिपा दिदी चाहिँ मस्त भिडियो बनाइदिइरहनु भएको छ। मेरो नाम दिपा हो भन्दै हुन्छ। अनि उसको नाम उहाँको नाम दिपा अनि उसको नाम सम्झना भन्दै भन्दै हुनुहुन्थ्यो। अनि यहाँ भिडको कुरा गर्दै थियौँ, उसे लागेर छ फेरि। अनि दिपा दिदी चाहिँ म यहाँदेखि हम्फालौँ भन्दै हुनुहुन्थ्यो। हँसी खुसी जाँदै थियौँ, उकालोले रुवाउनु मात्र सकेको थिएन र पनि हिँड्यौँ। अनि दिपा दिदीलाई खिच्न लाथे, मेरो चाक मात्रै निकालिदिनु भएछ, तर केही छैन, भिडियो जस्ट फर द मेमोरेबल भन्नु होला नि। अनि त्यहाँदेखि भ्लग बनाउनु यसरी पक्रिनु भन्दै सिकाउँदै थिएँ म चाहिँ, भन्दै आफै हातमा मोबाइल लिएर अनि भिडियो बनाउनु थालेको। अनि के भन्नु अरू, हामी जाँदै थियौँ। अनि हामी गफका गर्दै थियौँ, यही भिडको कुरा गर्दै थियौँ। अनि मेरो मोबाइल क्यामेरा अगाडि आएपछि बोली त चोइक आउँदैन, यसो देखाउने कामै त्यही देखाउने हो। उकालो हिँड्नु यति गाह्रो परिरहेको थियो नि, तर दिपा दिदीले हाँस उठाएर कता गयो त्यो कसले गएको त। अनि हामी माथि के डाँडा भयो, फिरफिरे डाँडा जान अरे आइपुग्न आँट्यो जस्तो लागेर खुसी हुँदै जाँदै थियौँ है, एकछिन त बस्नु पाइन्छ भनेर। अनि फाइनली गफ गर्दा गर्दै फिरफिरे डाँडा पनि आइपुग्यौँ। यति डरलाग्दो भिड रह नि त्यो फिरफिरे डाँडा। अनि त्यो पर चाहिँ स्कुल रहेछ, तर ढुस्सेले स्कुल पनि हेरेन, सम्झना पढेको स्कुल रहेछ। यति डरलाग्दो भिड छ नि आउँदो त अम्म। अनि दिपा दिदी चाहिँ त्यहाँ पुरा भावनालाई यहाँदेखि लडाइँ मार्ने भन्दै विचार गर्दै त्यहाँ भिडियो लिइरहनु भएको थियो। आएपछि एकछिन बस्यौँ अनि फोटोसोटो खिच्यौँ। अनि माथि डाँडा खै अब हरेर हामी त्यही पुग्नुपर्ने होला सायद। उकालो यति उकालो थियो नि म ढुस्से नलाग्नु भने चाहिँ लास्टै डरलाग्दो हिउँदोको भिड देखिँदैछ। त्यता स्कुल छ, बिटी स्कुल। अनि यहाँ चाहिँ दिदीले कस्तो अनुभव भइरहेछ र सुन्नु है त। ए सम्झना फेरि लडाएर कस्तो फिल भइरहेको छ सम्झना? अलिक रेयर कुल आउँछ, हाँसिदेऊ न, या त कसैले पनि सुन्दैन। यहाँदेखि एकछिन गफगाफ गऱ्यौँ, बस्यौँ, पसिना सेलायो अनि हिँड्यौँ। हाम्रो डेस्टिनेसन चाहिँ हरेलो। अनि हरेलो पुग्न अझै थुप्रो बाँकी थियो होला सायद। दिपा दिदी हाई भन्दै नाच्यो हुनुहुन्थ्यो। अनि म चाहिँ क्यामेरा अगाडि ठड्याएपछि अलिक हिँड्नु सक्छु क्या, अनि त्यही भएर भिडियो बनाउँदै हिँडिरहेको छु। यस्तो भ्यू उदो यति डरलाग्दो भिड थियो नि, र पनि मोबाइल ठड्याउँदै हिँडिरहेको रहेछु म। अहिले पो डर लागिरह, तर होसियार लागेर आज दिनै कस्तो, तर घाम लाग्यो भए त हिँड्न नि सकिँदैन थियो होला।